त्यो हाँसहट चाहिँ अहिले सम्झिँदाखेरि नागरिकतामा यस्तो फोटो हालेको मैले र पूजाले कहिले यस्तो स्किल डेभलप गरेछ। ड्याडीले चाहिँ अहिले मम्मीको र ड्याडीको कसरी भेट भयो भनेर सुनाउनुहुन्छ। यहाँनिर गोठमा आएको छौँ। एकदम काम चल्दैछ त। नमस्कार, गुड मर्निङ अनि सेवा र तपाईँहरू सबैजनालाई। आजको ब्लग चाहिँ मैले ढिलो स्टार्ट गरेँ। ड्याडीले चाहिँ यहाँनिर हाम्रो पहिलाको फोटोहरू देखाउँदै हुनुहुन्छ। ड्याडी भन्नु त कुन पहिला कतिको कक्षामा पढ्दाखेरि पो यो खिच्यो मन्दिर आएको। यो मेरो 11 कि 12 को होला यो। हजुर पहिलाकोदेखि राख्नुभएको रहेछ हाम्रो ड्याडीले। हो यो शेखरजन हाम्रो ठुलो भाइ। अनि आरतीको ड्याडी छैन? आरतीको खै देखिएन। सँगै हो मेरो फोटो ट्रिप त। यो हाम्रो ड्याडीको यो पिस मिसनको हो। ड्याडी भूतपूर्व सैनिक सम्मेलन केन्द्रको रहेछ। यो हाम्रो दसैँ पार्टीको। ए तपाईँको उता पल्टनमा हाम्रो ड्याडीको दसैँ पार्टी सिंहदरबारमा। कस्तो फोकसै भएन, यताबाट फोकस हुन्छ ल। ह्यान्डसम ड्याडी। मैले हाम्रो मम्मीको पहिलाको यो साङ्गेनको यो रिसेन्टै जस्तो छ। यो सबै भइसक्यो, 13 मात्रै छैन। ड्याडी तपाईँको यो पुरानो हेरौँ। हाम्रो ड्याडी तपाईँको यो भर्ती हुनु पछिकै हुने रहेछ। हल्दार भइसकेको। ए हल्दार भइसकेको सर्जन्ट बाजेको। हाम्रो बाजे कति पछाडि देखेको मैले। हो पनि एकछिन म यो फोटोलाई एउटा फोटो खिचेर राख्छु। यो कहिलेको ड्याडी हो? यो म कर्पोरल भएपछिको। नायक साह्रै जतन गरेर राख्नु नि हाम्रो ड्याडीले। हाम्रो मम्मी यहाँनिर अलिक मोटो हुनुहुँदो रहेछ। यो मेरो नागरिकताको फोटो। यो कस्तो हाँसहट चाहिँ अहिले सम्झिँदाखेरि नागरिकतामा यस्तो फोटो हालेको मैले। खै हेरौँ बोजूको फोटो। हाम्रो बोजूको यो जमानाको फोटो नि, पहिलाको फोटो ब्ल्याक एन्ड व्हाइटमा। बाजेको र बोजूको फोटो राखेर एउटा ठुलो बनाउनु पर्छ ल हौ। र पूजाले कहिले यस्तो स्किल डेभलप गरेछ। आफै सिकेको, पूजाको एक्सपिरियन्स गरेको। वाह, यतिको ट्यालेन्ट चाहिँ हुनुपर्ने हुन्छ ल घरको कान्छी छोरी भएपछि। ड्याडीले चाहिँ अहिले मम्मीको र ड्याडीको कसरी भेट भयो भनेर सुनाउनुहुन्छ। ड्याडी चाहिँ सुरुदेखि भन्दैन न, कसरी देख्नुभयो ड्याडी मम्मीलाई? सुरुमा उनीहरू फ्यामिली क्वार्टरमा बस्थे। अनि त्यहाँ फ्यामिली क्वार्टर अनि ढोका बाहिर बसेर चाहिँ त्यो निस्केर बहिनी भाइहरूसँग चाहिँ चुङ्गी खेल्दै थियो। चुङ्गी चाहिँ खेल्दै भुइँमा खसेर अनि मतिर देखेर मैले हाँसिदिएपछि उसले पनि तपाईँ कति वर्षको हुनुहुन्थ्यो त्यतिखेर? तपाईँ आर्मीमा भर्ती भइसक्नु भएको थियो होइन? म त्यति बेला 20 पुगेको थिएँ। हाम्रो मम्मी 15 वर्ष। खुसी लाग्यो ड्याडी। अब पछि डिटेलमा कुरा गर्नुपर्छ ल। यो चाहिँ काब्रा हो। अनि यो काब्रालाई चाहिँ हामीले उसिनेर बफ्याएर सुकाएको हो। यो चाहिँ सुकुटी हो। अनि आज चाहिँ म यसको अचार बनाउने गरिरहेको छु। मिठो हुन्छ, अमिलो परेको गुन्द्रुक जस्तै हो। डिफ्रेन्ट प्लान्ट गुन्द्रुक सागको हुन्छ। यो चाहिँ काब्राको बोटै हुन्छ। मैले चाहिँ यति लिएँ। अब यसलाई तातो पानीमा भिजाउनु पर्छ। अनि एकछिन भिजे पछाडि चाहिँ यसलाई रेगुलर अचार जस्तै गुन्द्रुक मोलेको जस्तै गरेर मोल्नुपर्छ। धेरै उम्लेको पानी पनि परेन, जस्ट यो
सुकेकोलाई ठोकाउनको लागि चाहिँ पानीले भिजाउने हो। गाउँघरको किचन यस्तै छ, सफा छ भनौँ न, हेर्दाखेरि पुरानो देखे पनि सफा छ है किचन चाहिँ। ल यति चाहिँ हो। आफ्नो स्वाद अनुसार नुन, थोरै अजिना चाहिँ एकदम अप्सनल हो, तपाईहरुले खानुहुन्छ भने राख्नु, खानुहुन्न भने नराख्दा नि हुन्छ। डन। यो चाहिँ खोर्सानी धुलो राम्रो कलर देखाउनको लागि। अलरेडी काब्रा अमिलो हुन्छ, तर म थोरै हाल्छु यसलाई। मैले चाख्ने कुरामा चाहिँ गगनजीलाई एकदम मिस गरेको छु। ऊ चाहिँ मेरो टेस्टर हो। उसको टेस्ट गरे पछाडि चाहिँ मलाई ढुक्क हुन्छ। अहिले चाहिँ म मेरो कान्छी बहिनीको पछि लागेर यहाँनिर गोठमा आएको छौँ। अनि हाम्रो गोठ चाहिँ टाढा छैन, जस्ट घरदेखि यता हो। तिनचोटि खाइसक्यो, ठिकै छ। डाइटिङमा मान्छे बस्ने हो नि त, जनावरलाई राख्ने होइन। तर तेरो विचारमा नि होइन, यिनीहरूलाई अमिसोको घाँस मिठो लाग्छ कि लाग्दैन होला? लाग्छ? ए ओके। सबैभन्दा धेरै मजाले खाने घाँस कुन? यिनीहरूको भित्ताको काटेको भित्ताको त्यो मसिनो घाँसहरू होइन? ओके। म चाहिँ खाजा बनाउन लागेको छु, पास्ता, म्याकरोनी। अनि यता हाम्रो बाजेले चाहिँ कोदालोको बिड लगाउँदै हुनुहुन्छ। अनि ड्याडीहरू अनि अरू गाउँको बाजेहरू काकाहरू चाहिँ तल बारीमा दाउरा रुख ढालेर दाउरा काट्दै हुनुहुन्छ। स्पेसली यो एरिया चाहिँ मलाई एकदमै धेरै मनपर्छ, एकदम राम्रो लाग्छ। यो बाटो, यो बाटाले बारेको घर, अनि यो माथिल्लो देखिएको बाटो, यो ठाउँ चाहिँ मलाई एकदमै राम्रो लाग्छ। म चाहिँ अब जाड छान्नको लागि निकाल्दैछु खाजाको लागि। कोदो र माल्कुको जाडहरू यो चाहिँ उतले हुन्छ होला, आई थिंक हुन्छ।
बाजेहरू काकाहरू दाजुहरू आउनुभएको थियो बधाई पनि हुनुहुन्थ्यो एकजना अनि उहाँहरूलाई खाजा दिइवरी उहाँहरू चाहिँ फेरि ब्याक टु वर्क गइसक्नु भयो कतिजना बाँकी छ अनि अब चाहिँ हामी बेलुकाको खानाको तयारी गर्दैछौँ दिउँसोको खाजा चाहिँ हामी छोरी पार्टीले बनायौँ बेलुकाको खाना चाहिँ यता मम्मी पार्टीले बनाउँदै हुनुहुन्छ यता हाम्रो मम्मी यहाँ अदुवा केलाउँदै हुनुहुन्छ त्यो पनि चुलेसिले यता हाम्रो काकीले के तयारी गर्नुभयो सबै थोक आलु काट्नु भएछ अनि यता बकुल्ला हाम्रो काकी त दाउराको चुलामा हुनुहुन्छ काकीको कुकिङ स्किलको त कुनै यो छैन त्यो चाहिँ दाउरा काट्ने मेसिन रहेछ अलमोस्ट 15-16 जना हुनुहुन्छ आज यो फुलहरू चाहिँ यहाँदेखि सार्नुपर्ने अवस्था आयो अब भोलिदेखि प्राय रेगुलर नै हामीलाई सघाउने मान्छेहरू आउँदै हुनुहुन्छ गाउँबाट हाम्रो बाजे काकाहरू दाजुहरू सो यहाँनिर चाहिँ बसेर खाजा खाने ठाउँको लागि यो फुल चाहिँ अब यता सार्नुपर्ने अवस्था आएको छ अर्को कर्नरतिर मेरो कान्छी बहिनी जिउ ज्यान फालेर मलाई सघाउन आउँदैछिन् यता ल धन्यवाद यो छेउको पनि होला एक दुईवटासम्म त राख्नुपर्ने यहाँनिर खाजा खानको लागि बस्ने ठाउँ बनाएको यस्तो खतरनाक डोको छ हाम्रो चाहिँ यहाँनिर यो डोको चाहिँ के भयो यस्तो भएको पूजा भन्छ धेरै काम गरेर वा यो पनि काटेर लाउँला हुन्छ दीदी एकदमै मिल्ने बेस्ट फ्रेन्डहरू उहाँहरू मेरो काकी र मेरो मम्मी दमादम काम चल्दैछ यता यहाँनिर चाहिँ दाउरा काट्ने मेसिन यता मेरो काका बाजे भदै मेरो ठुली दिदीले चाहिँ यहाँनिर कुच्चो बाट्दै हुनुहुँदो रहेछ बुट्टा लगाएर लानुहुने यो भोलि पर्सि नि कस्तो राम्रो बुट्टा भन्नु हान्नु भएछ राम्रो छ ए लु खाली खाली बुट्टा भन्नु न लु अब यो यसमा यो भयो हैन अब अर्कोमा चाहिँ अर्कै खालको बुट्टा ए ल तपाईहरुलाई हाम्रो ब्लग के कस्तो लागिरहेछ कृपया कमेन्ट बक्समा सल्लाह सुझाव दिनु होला पूजा अन्तिममा के भन्न चाहन्छु टिकटक बनाउनु ज्याला चाहिँ धेरै माया गर्दिनु होला अनि मलाई त्यो भर्सक इग्नोर गर्नु होला
अनि दिदीहरूको च्यानललाई चाहिँ सकेसम्म लाइक सेयर र सब्स्क्राइब गर्दै गर्नुहोला अनि सब्स्क्राइब पनि गर्दै गर्नुहोला छिटै 10K सब्स्क्राइबर भएको हेर्न चाहन्छु म थ्याङ्क यू सो मच मेरो बहिनीको कुरा तपाईँहरूले सुनिहाल्नुभयो कृपया यो कुरालाई मनन गरिदिनु होला भन्दै आजको ब्लग यही टुङ्ग्याउन चाहन्छौँ हस्त नमस्कार बाई बाई सेवारो